यो हामी बसेको ठाउँमा वरिपरि यसरी घरहरू छन्। घरहरू भए र यतापट्टि एउटा चाहिँ यो अगाडि जङ्गल जस्तो देखिएको त्यो ठाउँ चाहिँ पार्क हो। त्यहाँ वरिपरि एउटा ट्रेल बनाएको छ हिँड्नको लागि र चाहिँ एकातिर बच्चाहरू खेल्ने पार्क र सानो एउटा बस्नको लागि ठाउँ बनाएको छ। अनि यतापट्टि यसरी घरहरू छन्। ठ्याक्कै यो कम्युनिटीको बिचमा चाहिँ एउटा पार्क छ। आकाशमा एमाजोनको ट्रक, एमाजोनको प्लेन आइरहेको देखिन्छ। एमाजोन डेलिभरी युनिट प्लेन, एमाजोन भन्ने जुन चाहिँ कम्पनी छ त्यसको प्लेन यसरी चाहिँ भर्खर त्यहाँ एयरपोर्टबाट उडेको छ। यसरी पार्क यस्तो ट्रेल छ र यहाँ घुम्दै गर्दा आमाहरू बुवाहरू भेटिनुहुन्छ। यहाँ पार्कमा घुम्न निस्किनु भएको हुन्छ बेलुका भयो आफ्नो नाति नातिनाहरूलाई चाहिँ पार्कमा ल्याएर। नमस्कार हजुर, नमस्कार। आरामै फेरि फर्किसक्नु भयो? ए ल यसरी उहाँहरू चाहिँ पार्कमा घुम्दै हुनुहुन्छ। बेलुका पख यसो राम्रो वेदर छ, यसमा चाहिँ उहाँहरू यसरी चाहिँ घुमिराख्नुहुन्छ। र यसरी पार्क छ, सानो बच्चाहरू खेल्ने पार्क र चाहिँ यहाँ बच्चाहरू यसरी भलिबल फुटबल खेलिरहेका हुन्छन्। र बुवा आमाहरू विशेष गरी नेपाली बुवा आमाहरू नाति नातिना हेर्न भनेर नेपालबाट आउनु भएको छ। र बेलुका भएपछि नाति नातिना खेलाउनु पनि हुने, भेटघाट पनि हुने, गफगाफ पनि हुने भनेर हेर्दै आउँछ। यसरी बच्चाहरू यसरी पार्कमा यसरी खेल्छन् बच्चाहरू। हाई नमस्कार बुवा, के फर्किन लाउनु भयो र? किन किन उज्यालै छ त के हो? ल अब यसरी नाति नातिनाहरू हेर्नु। ल ल हुन्छ। नाति नातिना हेर्न चाहिँ नेपालबाट हजुरआमाहरू आउनु भएको छ। उहाँहरू प्रायः यतै बस्ने ग्रिन कार्डै जस्तो बनाएर आउनु भएको है। उहाँहरू चाहिँ धेरै जस्तो चाहिँ पहिला चाहिँ यसो टुरिस्ट भिसामा आउने चलन थियो। अहिले चाहिँ लगभग धेरैको चाहिँ ग्रिन कार्डै बनाउनु भएको छ र लगभग जाने आउने कति गर्ने भन्ने हिसाबले उहाँहरू यतै बस्ने पसल छ। नारायण बुवा नमस्कार। खै त अरू खै त आमाहरू खै त? मलाई देखेँ अलि हो बुढाहरू यसरी हो। राजा ल्याउने ल्याउँछ कि ल्याउँदैन खै राजा ल्याउँदैन न? आउनु नि सबै नेपालले साहस गरेका छन्। अब राजा आउनु त्यो आफ्नो दर्शन त खत्तम हुँदैन थियो नि, त्यो भन्ठान्न पर्यो। आउनु नि सक्छ नि, जनताले आएर के हुँदैन र? होइन राजा पनि केही नयाँ कुरा लिएर आउनु पर्यो क्या। जो त पहिलाकै राजा त्यस्तो अब अहिलेको समाज धेरै अगाडि होइन। पहिलाको राजा भन्नाले पनि त्यो सोच जुन छ अब तपाईँको अहिले अलिकति नयाँ जुन संसार जसरी अगाडि बढेको छ अब त्यो हिसाबको नेपालमा राजा ल्याउन उल्टी रहेछ। आज बिहानै नारा छ होइन। अब त्यो नारा लाउन त थालेको छ तर अब चाहिँ धेरै कति मान्छे आउँछन् भन्ने कुरा हो। आउँछन् घर लैरै आउँछन्। अत्याचारै भइसक्यो नि जम्मै नेताहरूले घुस खाए। नेताहरूले चाहिँ बसिहाल्न भएन, के गर्ने हो? ल म यसो घुम्छु, म यसो घुम्छु है त। तपाईँ त अब नातिहरू हेर्नु पर्ने होला। ल यहाँ हाम्रै सबै नेपालीका बच्चाहरू सबै यहाँ चौरमा चाहिँ
खेल्दा कसका छोराछोरी हौ तिमीहरू कसका छोराछोरी हौ तिमीहरू ल ठिक छ ल यिनीहरू अलिअलि पुऱ्याइदिनु ए यो रहेछ एउटा यिनीहरू चाहिँ थोरै नेपाली बोल्छन् धेरै इङ्ग्लिस बोल्छन् अलिक खट्टा मिठा खालको इङ्ग्लिस बोल्छन् यसरी यो चाहिँ पार्कमा यस्तो ट्रेल छ र यसरी आमाहरू चाहिँ यसरी चाहिँ हिँडिराख्नु भएको छ र विशेष गरी यो अचम्मको एउटा तपाईँहरूलाई म भन्न चाहन्छु बेलुका पख यहाँ राजनीतिको कुरा हुन्छ अघि त्यहाँ बुवाले पनि भन्नुभयो नेपालमा राजा आउने कुरा छ भनेर त्यहाँ अब अहिले समाचारमा आइरहेको हुन्छ नि त अनि राजा आउने कुरा अनि गएर चाहिँ तपाईँको चाहिँ बालन शाहका कुलमानका रविका लगायतका मान्छेहरूका चाहिँ यहाँ एकदमै कुरा हुन्छन् छलफल हुन्छन् र एकदमै तातो बहस हुन्छ अस्ति त्यस्तै भयो बुवा आमाहरू एकदमै चर्को चाहिँ छलफलमा हुनुहुँदो रहेछ म पनि गएर त्यसलाई के हो त कुराकानी यो चाहिँ कुलमान घिसिङलाई यसरी चाहिँ 3 महिना बाँकी रहँदा किन निकालियो भन्ने जस्ता यस्ता खालका छलफलहरू भए पुरो इन्ट्रेस्टिङ हुन्छ यो के भने नेपाल बाहिर रहेर पनि बुवा आमाहरूको चाहिँ एउटा त्यो इनर्जी अचम्म लाग्छ मलाई चाहिँ एउटा अचम्म लाग्ने कुरा के भने त्यो उमेरमा पनि लगभग अराउन्ड 60-65 को हो बुवा आमाहरू हुनुहुन्छ तर पनि कस्तो इनर्जी छ कस्तो चेतना छ म दङ्ग पर्छु मलाई अचम्म लाग्छ यहाँका मान्छेहरूमा बरु त्यो लेभलको चेतना पाइँदैन त्यो जागरुकता पाइँदैन तर उहाँहरूमा त्यो जागरुकता छ एउटा चाहिँ आफ्ना कुराहरू आमाहरूले पनि क्लियरली भन्नुहुन्छ अनि बुवाहरू आमाहरूको चाहिँ विशेष गरी चाहिँ डिस्कस बुवा आमाको होइन बुवाहरू एकातिर आमाहरू एकातिर भएर चाहिँ आमाहरूले पनि एकदमै खुल्ला रूपमा आफ्ना भावनाहरू धारणाहरू राख्नुहुन्छ इट इज भेरी इन्ट्रेस्टिङ म चाहिँ प्रायः उहाँहरूकोमा जाने उहाँहरूको कुरा सुन्ने उहाँहरूसँग कुरा गर्ने अनि कतिपय कुराहरू आफ्ना धारणाहरू पनि राख्ने गर्छु अब यसरी घुम्दै गर्दा इट इज भेरी इन्ट्रेस्टिङ इज ए फन र यही हो यो यतापट्टि चाहिँ घरहरू छन् भने यतापट्टि यो पार्क छ यो जङ्गल छ यतापट्टि जङ्गल छ भने यहाँ चाहिँ सानो ट्रेल लगभग 4 चोटि घुमेपछि 1 माइल घुमिन्छ अर्थात् लगभग 3 चोटि घुमेपछि 1 किलोमिटर हुन्छ यसको पुरा चक्कर एक चक्कर लगाउँदाखेरि 3 चक्कर लगाउने हो भने 1 किलोमिटर घुमिन्छ यस्तो छ जो यति बेला भने हरियाली थपिएको छ सामान्यतया टेक्सासमा हरियाली कमै देखिन्छ यो मरुभूमि हो तर पनि यताउताबाट बाहिरबाट ल्याएका रुखहरू र यी चाहिँ अनि साना साना रुखहरूले चाहिँ यति बेला चाहिँ हरियाली बनाएको छ र चाहिँ हावापानी निकै नै एउटा सुन्दर छ त्यति गर्मी पनि छैन चाडो पनि छैन शीतल छ बेलुका बेलुका हुँदै गर्दा शीतल हुँदै जान्छ र इट इज भेरी राम्रो वेदर छ चाहिँ नेपाली गीतहरू एकजना गौतम दिदी हुनुहुन्छ उहाँले चाहिँ पानी लगाउँदै हुनुहुन्छ त्यो पार्कको जो नजिकै छ त्यो पहेँलो टी सर्ट लगाउनु भएको छ र चाहिँ त्यहाँ पानी बाहिर पानी लगाउँदै हुन्छ घरको ठ्याक्कै साइडमा चाहिँ यस्तो पार्क छ जसले गर्दा उहाँहरूलाई पनि अलिकति घुम्न डुल्न पर्दाखेरि सरीपट्टि घरहरू छन् र यो चाहिँ सानो छाप्रो यो चाहिँ यसरी बस्नको लागि घाम पानी आउँदाखेरि बनाएको छाप्रो हो अनि उतापट्टि चाहिँ खेल्ने भएन र यता साना बच्चाहरू यसरी खेल्छन् यो चाहिँ फुटबल खेलिरहेका छन् यतापट्टि पनि घरहरू छन् बाक्लै घरहरू छन् यसरी अनि हामी त्यहाँ चाहिँ एउटा आमाहरू चाहिँ बेलुका चाहिँ भएपछि यसरी जम्मा भएर यसरी आफ्नो चाहिँ कुराहरू गर्ने हजुर होइन यो अनि एउटा भिडियो बनाउनु लाग्यो गफगाफ अनि यो पार्कको वरिपरिको होइन नातिनाहरू कहाँ गयो त बोल्नुहोस् हो आज के छ चाहिँ विषय हो
को हो तपाईँको नातिनी हो ए ए नातिनी अरे ए नातिनी एउटा नातिनी यता आइजाऊ त ल तिमीहरू सबैले आफ्नो नाम भन ल तिम्रो नाम के हो छेउ के अरे पुरै नाम भन न रुबिसा पौडेल बाबाको नाम के हो बिस्तारै भन ल तिम्रो अदिति प्रसाई घर कहाँ हो नेपाल घर कहाँ हो थाहा छ झापा हो तिम्रो बलेबा बनेपा काठमाडौँ ए ए तिम्रो नाम के हो जेसन जी जी भने के हो जेसन गौतम भन होइन गौतम होइन यो के अरे गर्तौला ए गौतम त आमाको माइती ए ल उसलाई आउँछ तिम्रो नाम के हो ए भाउ तिम्रो नाम के हो लिबिया दिव्या दिव्या के लामी छाने हो घर कहाँ हो तिम्रो हो नेपाल कहाँ हो नेपाल बाबाको घर चाहिँ कौशलधार भक्तपुर कौशलधार भन्नु कौशलटार हो ए गएका छैन होला ए ल ल हस् धन्यवाद सक्यो यसरी चाहिँ यो पार्कमा वरिपरि घुम्दै मैले चाहिँ रमाइला कुराकानीहरू गर्ने भेटघाट गर्ने वास्तवमा गर्ने गर्छु मलाई त्यो विशेष गरी बच्चा र अलि बुवा आमाहरूसँग कुरा गर्न मलाई धेरै धेरै रमाइलो लाग्छ बच्चाहरूसँग उनीहरूको चाहिँ एकदम इनोसेन्ट हुन्छन् उनीहरूलाई बच्चाहरूलाई चाहिँ बाबुआमाले कस्तो सिकाएका छन् अथवा उनीहरू कसरी हुर्केका छन् भन्ने कुरा चाहिँ थाहा हुन्छ उनीहरूको लेभल अफ होइन थिङ्किङ होइन उनीहरूको हुर्काइ कसरी भइरहेको छ बाबुआमा समाज भाषा हाम्रो संस्कृति बारेमा के छ कसो छ उनीहरूको बुझाइ भन्ने थाहा हुन्छ भने बाबुआमासँग कुरा गर्दाखेरि चाहिँ फेरि अमेरिकाको उहाँहरूको अनुभवहरू के छन् छोरा बुहारी नाति नातिना अथवा यहाँको समग्र समाजको बारेमा उहाँहरूको चाहिँ बुझाइ के छ किन भन्दा उहाँहरू धेरैजसो वर्क प्लेसमा जानुहुन्न काम जानुहुन्न घरमै बस्नुहुन्छ बालबच्चाहरू हेर्नुहुन्छ त्यस कारणले उहाँहरूले चाहिँ एक किसिमले चाहिँ डिटेलमा नगयो भने त्यो अब्जर्भेसन हुन्छ नि बाहिरबाट चाहिँ जुन अब्जर्भेसन गर्नुहुन्छ त्यो अब्जर्भेसन के छ त उहाँहरूको चाहिँ पर्सपेक्टिभ भन्ने चाहिँ मलाई चाहिँ बडो खुल्दुली हुन्छ र चाहिँ हरेक दिन बेलुका समय भएसम्म यसरी म बाहिर निस्कन्छु र चाहिँ बुवा आमाहरूसँग बालबच्चाहरूसँग कुरा गर्ने र उनीहरूका चाहिँ भावनाहरू साटासाट गर्ने सुन्ने गर्छु कहिलेकाहीँ यहाँ बुवा आमामा चाहिँ एक किसिमको छलफल पनि हुन्छ नेपालका विभिन्न इस्युहरूमा यहीँका बारेमा पनि अहिले त अब सबैलाई थाहा छ अलिकति के होला कसो होला भन्ने डर त्रासको वातावरण पनि छ यहाँ अनि उहाँहरूले के सोचिराख्नु भएको हुन्छ भन्ने एक किसिमको त्यो एउटा विचारहरू बुझ्न मन लाग्छ मलाई यसरी घुम्दै गर्दा चाहिँ यो किसिमको त्यसरी आनन्द प्राप्त हुन्छ र घुम्दै फिर्दै आज मैले एउटा यो ब्लग टाइपको कन्टेन्ट बनाएको छु तपाईँहरूलाई कस्तो लाग्छ आगामी दिनमा कस्ता कुराहरू यही तपाईँको लोक्यालिटीबाटै पनि मलाई लाग्छ यहाँ धेरै कथाहरू छन् धेरै व्यथाहरू छन् धेरै रमाइला कुराहरू छन् त्यो कुरा ल्याउन चाहिँ मलाई बडो मन छ म प्रयास गरिरहेको छु यदि तपाईँले चाहिँ यो भिडियो सुरुदेखि र अन्तिमसम्म हेर्नु भएको छ भने तपाईँलाई धेरै धेरै धन्यवाद र मन पऱ्यो भने सेयर पनि गर्नु होला र चाहिँ लाइक सेयर के भन्छ त्यो गर्नु होला
र आगामी दिनमा कस्ता कुराहरू चाहिँ यहाँ ल्याउँदा ठिक होला ती कुरा पनि बताइदिनु होला। त्यसो भयो भने ठिक हुन्छ। हुन त मैले बेला बेलामा भिडियो ल्याउने गरेको छु विभिन्न विषयमा मान्छेका कुराकानी, तैपनि यो चाहिँ अलिकति भिडियो बनाउने भिडियो एडिटिङ गर्ने तरिकाको चाहिँ मेरो योजना हो। यसमा तपाईँहरूको सुझावको चाहिँ अपेक्षा गर्दछु। हस् त, धन्यवाद।